वार्ड नम्बर बरातल गाउँपालिकाको वार्ड नम्बर 4 को तरङ्गा वार्ड नम्बर 3 र 4 जोड्ने पुल टेन्डर भइसकेको छ। त्यो टेन्डर भएर पोहोर पनि 50 लाख रुपैयाँ फ्रिज गयो। अहिले 4 करोड रुपैयाँ पैसा छ। ठेकदारले काम गर्ने परिस्थिति बनेको छैन भन्दै हुनुहुन्छ। स्थानीय तहले सहयोग गरेको छ र सङ्घको चाहिँ उहाँले काम गर्ने सहमति काम गर्ने अनुमति नपाएका कारणले मैले काम गर्न सकेको छैन भन्ने ठेकदार पक्षको भनाइ छ भने हामी त्यो कुरालाई चाहिँ सरस्वती मन्त्रालयमा मन्त्रीज्यूलाई जानकारी गराउन आज हामीले चाहिँ त्यहाँबाट केही चाहिँ त्यहाँको पालिकाको चिठी नै ल्याएर हामी मन्त्रीज्यूलाई बुझाएका छौँ र यो पुलको काम चाहिँ यथाशीघ्र सुरु गर्नका लागि चाहिँ हामीले अनुरोध पनि गरेका छौँ। र अर्को चाहिँ हाम्रो चाहिँ बरातल गाउँपालिका र पञ्चपुरी जोड्ने पुलको डिपिआर त्यसको चाहिँ सर्वेको काम सुरु भइसकेको छ। त्यसमा चाहिँ बजेट विनियोजित गर्नका लागि आग्रह गर्नका लागि हामीले चाहिँ यहाँ मन्त्रीज्यूलाई भेटेर केही कुरा पनि राख्यौँ। र चेपाङको सडक जुन चेपाङको सडक हामीले वर्षौँदेखि स्थानीय तहले पनि काम गरिराखेको परिस्थिति छ र त्यहाँ चाहिँ नाला र ग्राभेलको केही कामहरू अगाडि बढेको छ र त्यो अति आवश्यक बाटो छ। त्यसलाई चाहिँ पिच गर्नको लागि पनि हामीले बजेटका लागि मन्त्रीज्यूलाई केही कुरा राखेका छौँ र हामीले त्यहाँ चाहिँ एउटा निवेदन पनि चढाएका छौँ। निवेदन पनि